हेलो साथीहरू, म चाहिँ आज पोर्क बनाउँदैछु। आज राजालाई पोर्क खान मन लाग्यो। मेरो भदैनी पनि आएको छन्। सबैजनालाई पोर्क खान मन लाग्यो भनेर राजाले बिहान गएर पोर्कको मासु ल्याएर आइस्यो। ल्याएपछि ल बुढी आज एकदम मिठो गरेर पोर्कको मासु बनाउँछ भनेर दिन्छु। त्यसपछि मैले त्यो मासुलाई फ्राई प्यानमा बोइल गर्नलाई राखिदिएँ। मासु बोइल गर्न राखेपछि एकछिन मासु मजाले बोइल भयो। यो मासुलाई 15-20 मिनट जति बोइल गरिसकेपछि प्लेटमा राख्ने। त्यसपछि मैले एउटा कराही बिसालेँ। कराहीमा सोरीको तेल राखिदिएँ। सोरीको तेललाई मजाले तातेर धुवा आउन लागेपछि मजाले तातेपछि त्यसमा चाहिँ ज्वानो, मेथी अनि अलिकता यो कढीपत्ता पनि राखिदिन्छु। कढीपत्ता पनि एकदम मासुमा राम्रो स्वाद दिन्छ। कढीपत्ता र ज्वानो, मेथी हल्का ब्राउन भइसकेपछि मैले प्याज पनि राखिदिएँ। त्यसैमाथि प्याज राखेर प्याजलाई मजाले एकछिन चलाइदिने। प्याजलाई मजाले तेलमा चलाएर हल्का सँगै एउटा दुईवटा यसो ब्राउन हुन थालेपछि धेरै ब्राउन बनाउनु पर्दैन, किनकि मासुमा फेरि त्यो फ्राई हुन्छ। त्यसैले चाहिँ प्याज हालेर यसो चलाइदिनु। चलाएपछि अनि त्यो मासुलाई पनि त्यसैमा राखिदिने। त्यो मासु र प्याजलाई सँगै मजाले रातो हुँदासम्म भुट्ने। कमसेकम 10 मिनट जति भुट्ने। मासु मजाले रातो भएपछि त्यसमा फेरि मसलाहरू हाल्न रेडी गर्ने। हेर्नु मासु चाहिँ रातो भइसकेछ। मसला चाहिँ मैले अघि नै सिलौटामा पिसेर राखिसकेँ। प्याज पनि काटेर प्याज हालिसकेँ अनि टमाटर र मसला चाहिँ राखेको छु। अहिले यो मजाले मासुलाई रातो भएपछि अनि हालिदिन्छु। अब यो मासु लगभग रातो भइसक्यो। उता कुकरमा चाहिँ दाल पनि उम्लिसक्यो। मेरो दाल पाकेर उमाल्न छोडेको, दाल पनि उम्लिसक्यो। अब त्यो मैले सिलौटामा पिसेको मसलालाई त्यही मासुमा राखिदिन्छु। फेरि त्यसपछि टमाटर पनि त्यसैमा राखिदिन्छु। टमाटर राखिसकेपछि स्वाद अनुसार त्यसमा नुन हालिदिने। नुन हालिसकेपछि बेसार पनि हालिदिने। अनि बेसार हालिसकेपछि मजाले त्यो मासुलाई मजाले चलाएर सबैतिर लाग्ने गरी मजाले चलाउने। अनि त्यो नुन मसलाहरू सबैतिर लागिसकेपछि त्यसलाई त्यत्तिकै रहदिने फुटेर, अथवा त्यस्तै खुल्लै पनि सुक्खा खाने, एकदमै सुक्खा खाने भएपछि चाहिँ खुल्लै राख्ने। खुल्लै चलाउँदै पकाउँदै गर्ने। मलाई चाहिँ आज राजाले एकदम सुक्खा बनाऊ बुढी, एकदम मिठो र सुक्खावाला भन्नुभयो भनिसकेको थियो। त्यही भएर मैले चाहिँ चलाउँदै यस्तै खुल्लै पकाउँदैछु। अनि हजुरहरू कसरी बनाउनुहुन्छ? म चाहिँ यसरी मसला पिसेर हाल्छु। त्यो प्लेटमा भएको अलिअलि मसलालाई पनि सानो पानी हालेर त्यसलाई यसो हलाएर त्यही मासुमा हालिदिन्छु। अब त्यो मजाले मासु चाहिँ पाक्छ। एकछिन छोपेर राखिदिएँ। एकदमै सुक्खा होला जस्तो लाग्यो, त्यही भएर यसो छोपेर राखिदिएँ। छोप्दै चलाउँदै ग्यास अलिक कम गर्ने, नत्र भने तल मासु डढिहाल्छ। मसला पनि डढेर कालो हुन्छ। त्यसैले मजाले चलाएर हेर्नु कस्तो राम्रो रातो गरी भुटिएको छ अनि सुक्खा भएको छ। तेल पनि आएको छैन। मासु चाहिँ एकदम राम्रो रहेछ पोर्कको आज। नत्र भने भात धेरै भएपछि चाहिँ तेलहरू धेरै निस्किन्छ, बोसो धेरै निस्किन्छ। भाइ ढाक्दै यस्तै चलाउँदै एकछिनमा मजाले पकाउने। लगभग हाम्रो पोर्कको मासु तयार हुँदैछ। यसलाई मजाले ढाक्दै कम आगो गरेर मजाले पकाएपछि यो चाहिँ पोर्कको मासु एकदम मिठो र